बाबु हजुर दाइ तँ भिडियो हाल्छै होइन हजुर त मलाई ट्याग गर्छै भिडियो हाल्छै मलाई मेन्सन गर्छै होइन तँलाई यति पनि दिमाग हुँदैन कि ओहो दाइले हेर्छ होला यो भिडियो दाइको अगाडि चाहिँ यस्तो चुम्मा खाएर नहालिदिउँ होला केटीहरूसँग भन्ने लाग्छ कि लाग्दैन तँलाई भन् त कि त लाज पचाएर आउँछु भन् त कि तैँले मलाई दाइ गर्न मान्न छोड्दिस् भन है नयाँ म त छिनोफानो गरेर जाने आज भन छिटो भन होइन त्यस्तो दाइ मान्न छोडेको भने बरु भन्दै भन म मान्दैन हजुरलाई दाइ भनेर भन्दै बरु तर यस्तो नगर मेरो बाबु हजुरलाई दाइ भनेर भन्दै बरु यता सुन क्या हो यो कहाँ गइन मरु म क्या हो यो होइन त्यस्तो ऊ चाहिँ मेरो फर्स्ट लभ हो क्या ऊ चाहिँ मेरो फर्स्ट लभ हो उसको धेरै माया लाग्छ क्या मलाई यति धेरै क्या हो यो कहाँ गइन मरु म भन् यो गोजीको यहाँ गोजीमा राखेर हिँड्छु क्या म यहाँ राख्छु क्या जहीँ जाँदा पनि यो गोजीमा राखेर सर्टको गोजीमा राखेर हिँड्छु एड हेर न फेरि मेन्सन कसलाई गरेको छ लागि यति प्यारो मान्छे हो नि यति प्यारो मान्छे हो नि धेरै माया लाग्छ क्या 9 वर्ष भयो यो फोटो मसँग राखेको क्या अरू पनि देखाउँछु रोक मेरा त खुन उम्लेर आएका छन् क्या आज ठिकै छ यो के हो यो होइन कि त्यस्तो दाइ होइन त्यस्तो लाज छैन शरम छैन केही छैन किस खाएर अब गर्लफ्रेन्ड छ बाबु भनेर भन्दाखेरि बरु अस्ति नै भनिदिनु पर्ने बुहारी भन्थे म सिधै गर्लफ्रेन्ड छन् बाबु भन्दाखेरि नाइ दाज छैन आज कहाँ केटीसँग लाग्नु नि दाइ गरेर भन्यो अस्ति म त डर लाग्छ नि त मलाई त्यो चिन्ता लाग्छ मेरो भाइलाई फसाउलान् मेरो भाइलाई कसैले के गर्लान् यति सोझो भाइ छ यति ऊ छ भने गनेनन् के आफ्नो दाजु माने दाइ माने भए पो मान्थ्यो होला त दाइ माने भए पो होइन कि दाइ त्यस्तो होइन त्यस्तो होइन प्र्याङ्क मात्रै गरेको मैले त्यस्तो होइन दाइ माने भए पो हुन्थ्यो होइन त्यस्तो होइन प्र्याङ्क मात्रै गरेको दाइ त्यस्तो होइन दाइ नै भाइ भाइ मान्न त दाइ मान्न तयार नै यार दाइ भाइ कसरी मान्नु भन् त होइन त्यस्तो होइन प्र्याङ्क मात्रै हो कि दाइ त्यस्तो होइन कसरी भनौँ म दुनियाँले गिजाउन लाग्यो मलाई दुनियाँले भन्ला भाइले त्यस्तो गर्न लाग्यो दाइको कहिले हो भनेर भन्ला होइन प्र्याङ्क मात्रै हो त्यस्तो होइन दाइ खोजिने होइन तैँले मेरो बारेमा केही खोजिने होइन त्यस्तो प्र्याङ्क मात्रै हो त्यस्तो होइन ठिक छ नाइ दाइलाई दाइ मान्न तयार नै भाइलाई भाइ मान्न तयार नै यार बाबै अघि बिहान खोलेर भिडियो हेरे त ओहो बा ठुलो भइसक्यो रहेछ मेरो भाइ त अब सम्झायो भने पनि लाग्दैन जस्तो फिल भयो कि बिग्री त होइन बिग्री सोचेको थिएन यस्तो होला मेरो भाइ यस्तो निस्केला भन्ने रुँदा रुँदा भने नरो पनि भन्दैन यार नरो भन्नु त्यस्तो होइन जस्ट प्र्याङ्क मात्रै गरेको हामीले एक्टिभ निकालेको एउटा प्र्याङ्क मात्रै गरेको बाबु हामीलाई पनि बोलाउनु कहिले प्र्याङ्क गर्दाखेरि होइन त्यस्तो प्र्याङ्क मात्रै हो त्यस्तो होइन ठिक छ चल लास्ट चित्त दुख्या छ मुटुमा ढुङ्गा राखेर तँलाई मैले फोन हाने आउँ यसमा बुझि कि नै आउला कि नआउला कुरा गर्न मन थियो नि त एकचोटि त केही भन्ला भनेर कि एआईले बनाए त होइन यो एआई त होइन के हो यो होइन त्यस्तो ए साँच्चै किन गरे हो होइन त्यस्तो त प्र्याङ्क मात्रै हो अझै प्र्याङ्क छ कोही हामीसँग पनि गरिदियो यार प्र्याङ्क अर्को भिडियो पनि हेर्नु त रेकर्डको गाइस यो 2 लाइन मेरो बुढीको लागि ए फर एप्पल बी फर बल बिहे गरिहाली होइन त्यस्तो होइन कहाँ त्यस्तो तँलाई सम्झाएर लाग्दैन रहेछ थाहा पाइहाले झुटो बोल्ने रहेछ त मसँग म भने मेरो को गर्लफ्रेन्ड छ के छ भनेर म तँलाई सब कुरा भनिदिन्थेँ कि मन खोलेर बुझि कि नै यति भा भयो तर तैँले मसँग झुटो बोल्यो के दाजुभाइको सम्बन्ध यति नै थियो त भन् त म त तँलाई आफ्नो भाइ भन्दा पनि माथि राख्थेँ कि बुझि कि नै
ठुलो भइसकेको रहेछ भाइ। होइन त्यस्तो होइन दाइ, कहाँ ठुलो भन्नु, होइन त्यस्तो। म हल्का बिजी थिएँ मेलातिर, त्यही भएर हो कि लाइफमा धेरै आएको थिएन, मेलातिर हल्का बिजी भएर त्यही भएर हो कि। माफी पनि माग्दैन, होइन, केही पनि गर्दैन। अब म के भन्नु, के भनेपछि मागेर हुन्छ, भनेपछि माफी मागेर हुन्छ। म त गर्दैन भनेपछि मागेर, अघिदेखि मैले रोकेर बसिरहेको थिएँ, कति बेला माफी माग्ला र त्यसपछि कुराकानी गर। दाइ त्यस्तो होइन, त्यो एक्टिङ गर्नु। अझै हाँसिरहेको छ अझै, अलिकति रुँदा पनि रुँदैन, आँसु पनि झार्दैन दुःखको जस्तो। होइन त्यस्तो अलिकति आँसु झारेर गएर भनेको भए त म फकिहाल्थेँ त। होइन त्यो दाइ, मैले प्रयाङ गर्नु खोजेको दाइ, त्यस्तो होइन दाइ। अझै हाँसिरहेको छ, अझै मुखमा हाँसो अझै पनि छ। यस्ता पनि हुन्छन् भाइहरू, दुःख भन्ने कुरा एउटा पनि फेसमा छैन। होइन त्यस्तो प्रयाङ मात्रै गरेको दाइ, त्यस्तो होइन, त्यस्तो फसाउने खालको होइन त्यस्तो। मतलब लभ चाहिँ हो। होइन चल ठिक छ, आफ्नो जे मन लाग्छ जे मन मर्जी गर्नु, कहिले पनि केही नसोध्नु। भोलिको दिनमा के भइहाल्यो भने दाइ मलाई यस्तो भयो भनेर सम्झी भने नि 2 थप्पड मेरोबाट लगाउनु पुलिस भनेर भन्नु होला म पुलिसलाई। मेरो तर्फबाट मेरै भाइ हो, 2 थप्पड लगाउँदा हुन्छ, अझै बेसी भनिदिन्छु म त, रोक्नु अहिले बचाउँदैन म। होइन त्यस्तो। अरू के छ दाइ, अरू सुनाउनुहोस्। अझै कन्फिडेन्स छ, होइन त्यस्तो छैन। अझै हाँसो छ मुखमा, लाज नभएको चोडियाको। अझै पनि माफी पनि माग्दैन यार। मैले सरी भनेपछि त दाइ अब हुन्न कि त्यस्तो भन्न खोजेको। चल ठिक छ, मेरी क्रिसमस पनि, क्रिसमसको दिनमा पनि क्रिसमसको ह्याप्पी बर्थडे टु यु भनेन। ह्याप्पी बर्थडे टु यु के अरे कृष्ण जन्माष्टमीको दिन। कृष्ण जन्माष्टमी बनाइदियो यार क्रिसमसलाई, के भन्नु अब यार। कृष्ण जन्मदिनको लागि के गर्नु यार, म त सक्दिनँ यार यसलाई। खाना खाए? खाना खाइसके। ल चल ठिक छ, पछि भेटौँला, पछि कुराकानी गरौँला है। पछि हिसाब किताब हुन्छ सब कुराको, जाने कि नै, पछि हिसाब किताब हुन्छ। म आए बेला मलाई पनि प्र्याङ्क गराइने भने रोक्न जानेको छु मैले। सुचार कृष्ण जन्म